दर्शकबिन स्वागत छ यहाँलाई दैनिक कर्णाली खबरमा। म डम्बर मल्लको सदा दिन चाहिँ समय विषयवस्तुका साथमा आज पनि उपस्थित भइसकेको छु। पश्चिम नवलपरासीको सुनौल नगरपालिका 6 पुलटोलमा शुक्रबार साँझ एक दर्दनाक घटना घट्यो, जहाँ एउटै परिवारका दुई छोराले एकैचोटि ज्यान गुमाए। 10 वर्षका विप्सन कुँवर र 8 वर्षका दिप्सन कुँवर जनसेवा माध्यमिक विद्यालय कक्षा 4 र 2 मा अध्ययनरत यी दाजुभाइ खेल्ने क्रममा पोखरीमा डुबेका थिए। स्थानीयले एक बालक डुबेको देखेपछि प्रहरीलाई खबर गरे। खोजी गर्दा अर्का बालकको शव पनि पोखरीमै तौरिरहेको अवस्थामा फेला पर्यो। उनीहरू पौडी खेल्ने गएका बेला डुबेको प्राविधिक अनुसन्धानबाट देखाएको छ। एकै परिवारमा दुई सन्तानको आशान्वित निधनले पुलटोल क्षेत्र शोकमा डुबेको छ। आमाबाबुको कन्दनले आकाश रुँदैछ। यस्ता घटनाहरू दोहोरिन नदिन अब हरेक पालिकामा स्थानीय सरकार र समाज सचेत हुनु जरुरी छ। पोखरी र खोला जस्ता स्थान वरपर सुरक्षा र चेतनामूलक सन्देश र घेराबार लगाउने जस्ता कामहरू गर्नु आवश्यक छ। बालबालिकामाथि निगरानी पनि गर्नुपर्ने आवश्यकता देखिएको छ। हस्त धन्यवाद। दैनिक कर्णाली खबर हेर्दै र सुन्दै गर्नुहोला।